हेलो ब्युटिफुल गाइज, तपाईहरुलाई स्वागत छ मेरो टिम मुकेश नेपाल च्यानलमा। सो गाइज हैन, आज धेरै दिनपछि म व्हाइट बोर्डमा आएको छु है। एकदमै मतलब धेरै दिनपछि, अलमोस्ट 1 मन्थ पछि, किनकि म एकदमै कामले बिजी थिएँ है। म कुनै स्किल सिकिराखेको थिएँ। सो गाइज, आजको मोटिभेसन के छ भनेपछि हैन, आजको मोटिभेसन के छ भनेपछि हेर्नु, तपाईले कुनै पनि कुरामा हैन तपाईले कति समय दिनुहुन्छ के, मतलब कुनै पनि कुरालाई कति समय दिनुहुन्छ र कुनै पनि मतलब भन्छ नथिङ इज इम्पोसिबल के, लाइफमा असम्भव केही पनि छैन। तपाईले यदि चाहनु भयो भने हैन, कुनै कामलाई यदि तपाईले 6 महिना दिनुभयो भने हैन, 6 मन्थ दिनुभयो भने एउटा राम्रो स्किल सिक्नुहुन्छ के, स्किल सिक्नुहुन्छ के। कुनै आफ्नो शरीरलाई 6 महिना दिनुभयो भने हैन, एउटा राम्रो बडी बनाउनुहुन्छ के, राम्रो बडी बनाउनुहुन्छ के। पर एक यही मात्र हैन, कुनै पनि एकदम एक्जामलाई, कुनै पनि राम्रो एक्जामलाई तपाईले 1 वर्ष दिनुभयो भने तपाई त्यसमा हैन एकदम राम्रो उत्तीर्ण हुनुहुन्छ के। द्याट्स इट। मेरो भन्नुको अर्थ के हो के, तपाईले हैन तपाई अब मान तपाईमा कन्फिडेन्सको कमी छ भनेपछि तपाई अब प्र्याक्टिस गर्नु पर्यो कुनै पनि कुरामा। मतलब तपाईमा के कमी छ के, तपाई आफूमा आफै निहालेर हेर्नु हैन, तपाईमा के कमी छ के। त्यो कमीलाई सुधार गर्नका लागि मिनिमम समय दिनुभयो भने हैन, मिनिमम के एकदम मिनिमम समय दिनुभयो भने, मिनिमम टाइम दिनुभयो भने हैन, त्यो कुरालाई तपाईले इम्प्रुभ गर्न सक्नुहुन्छ के लाइफमा। एक्ज्याक्टली तपाईले त्यो कुरालाई इम्प्रुभ गर्न सक्नुहुन्छ र त्यो कुरामा तपाईले सक्सेस पाउनुहुन्छ के हैन। सो हाम्रो सक्सेसको एक्जाम्पल भनेको धेरै लामो चौडा यो केही पनि छैन के, जस्ट सिम्पल कुरा हो के। तपाई कुन समयमा तपाईमा के कमी छ र त्यसलाई सुधार गर्नका लागि तपाई कति समय दिनुहुन्छ के, त्यो सुधार गर्नका लागि तपाई कतिको इफोर्ट लाउनुहुन्छ के, तपाई कतिको डिसिप्लिन हुनुहुन्छ के। द्याट्स द म्याटर के। द्याट सब कुरा डेडिकेसनको हो के, एकदमै सब कुरा डेडिकेसनको हो के। तपाई मतलब आफ्नो मतलब पूर्णता कति दिनुहुन्छ कि कुनै पनि कुरामा हैन। यदि तपाईले यदि अब मतलब ब्याड कुरामा, ब्याड ह्याबिटमा तपाईले वर्षौं लगाउनु भयो भने, वर्षौं के तपाईले ब्याड ह्याबिटमा तपाईले 1 हप्ता प्र्याक्टिस गर्नुभयो भने नि तपाईले त्यो छोड्नका लागि वर्षौं लाग्छ, तर छुट्दैन के। तर त्यही कुरा तपाईले यदि राम्रो 6 महिना दिएर कुनै राम्रो कुरा सिक्नुभयो भने, कुनै राम्रो स्किल सिक्नुभयो भने हैन, तपाई त्यो लाइफ टाइमसम्म त्यो स्किललाई युज गर्न सक्नुहुन्छ के, त्यो स्किललाई युटिलाइज गर्न सक्नुहुन्छ के, र जीवन सार्थक बनाउन सक्नुहुन्छ के हैन। सो द्याट्स द आजको मेरो भिडियो यही थियो हैन। यही टिम मुकेश नेपालबाट आजको मोटिभेसन मेरो यति थियो है साथीहरु हैन। टिम मुकेश नेपाल हैन, मुकेश नेपाल तपाईहरुलाई धेरै माया गरिरहेको छु है साथीहरु। म एकदम हल्का खोकीले म हल्का एकदमै सिक्छु हैन। तपाईहरुलाई यदि राम्रो लागेको छ भने प्लिज लाइक र सब्स्क्राइब गरिदिनु होला, यो भिडियोलाई फलो गरिदिनु होला हैन। सो थ्यांक यू सो मच गाइज वाचिङ फर माय भिडियो।